हेलो गाइस, सबैलाई गुड मर्निङ। बिहान बिहान उठेर ल मेरो बहिनीले हेर्नुहोस् जल फेर्नको लागि पानी लिएर जग्गाको छिन् र जललाई राम्ररी धोएर क्लियर गरेर जुन चाहिँ म छतमा जान्छु। छतमा गएर टेकर 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 गरेर छतमा जान्छु र गेट खोल्न लाग्छु। गेट खोलेर ल बाहिरको नजारा हेर्नुहोस्, बिहान बिहानको नजारा। वाउ, क्या सुन्दर सुन्दर चिसो चिसो हावा आएको छ। ल हेर्नुहोस्, घाम पनि झुल्केको छैन अहिले। र म गएर सिधा गएर पोछा उठाउँछु। च्याप्पै उठाएपछि सुई हिँड्छु, जान्छु म। पोछा लगाएर टिकिर 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 गरेर गएर बाल्टी उठाउँछु। पोछाको बाल्टी उठाएपछि त्यसपछि पोछा हाल्छु। त्यसको सेप मिल्दैन, फेरि उठाउँछु, फेरि हाल्छु। हालेपछि स्याट्टै समातेर गएर पानी 2 जग हाल्छु। यस्तै गरेर अनि फेरि उठाउँछु, हाल्छु। पोछा लाउँछु मैले स्वाई गरेर पोछा लाउँछु। यता कुना काप्चीबाट स्वाई पोछा लाएर क्लियर गरेर यता गर्छु अनि यता गएपछि भाँडालाई साइड हटाउँछु। अनि त्यसको मुनि गएर पोछा स्वाई लगाउँछु। लगाएपछि अनि यो डब्बाले पनि हटाइदिन्छु र त्यसको मुनि पनि पोछा राम्ररी लगाइदिन्छु। लगाएपछि अनि त्यसलाई त्यही ठाउँमा राखिदिन्छु। फेरि अनि अर्को कोठामा जान्छु। अर्को कोठामा गएर त्यहाँ गएर पोछा स्वाई यताउति गरेर पोछा राम्ररी दलेर कुना काप्चीबाट फोहोर निस्काएर सानो कुर्सी मुनि गएर टेबल मुनि गएर पुरा पोछा लगाएर अनि सफा गरेर बाल्टीमा पोछा राख्छु र पछाडि हेर्छु केही छोडे कि नै भनेर। अनि बाल्टी उठाएर जान्छु अर्को कोठातिर गएपछि त्यहाँ पनि पोछा लगाउन स्टार्ट गर्छु। पोछा यताउति लगाएर त्यहाँ पनि राम्ररी सफा गरेर अनि त्यसपछि यता आउँछु। अनि बहिनीले हेर्दाखेरि खाना पकाउन लागेको रहेछन्। अनि गएर खाना पकाउन गइन्। तिनी गएपछि टुकुर गर्दै गइन्। अनि गएपछि अनि मेरो चुला धस्काउने बारी आउँछ। चुलाले हटाएर अनि त्यसपछि मैले स्वाई धस्काउन लाग्छु। राम्ररी क्लियर गरेर धस्काएर राम्रो बनाएर त्यसपछि स्वाई लगाएर अनि त्यसपछि राम्ररी धस्काएर क्लियर गरेर त्यसपछि अनि यसलाई सफा गर्न थाल्छु। सफा गरेपछि राम्ररी धस्काउने अनि कुना काप्चाबाट धस्काएपछि अनि ल बहिनी, तिमीले